अस्ट्रेलियाको भिजा एकदमै टफ छ। किन त? आजको यो भिडियोमा हामी यस्तो 5वटा रिजन हेर्छौँ जसले गर्दा चाहिँ अस्ट्रेलियाको भिजा रिजेक्ट भइरहेको छ। सबैभन्दा सुरुमा जेन्युइन स्टुडेन्ट। अब जीएस भनेको चाहिँ के हो भन्दाखेरि युनिभर्सिटीले सुरुमै त के इन्स्योर गराउनु हो कि तपाईँसँग रिक्वायर्ड डकुमेन्ट सबै छ, तपाईँ एलिजिबल स्टुडेन्ट हो होइन, तपाईँ जेन्युइन स्टुडेन्ट हो भनेर चेक गर्नु हो। तपाईँको डकुमेन्ट्स अस्ट्रेलियन इमिग्रेसनमा जानुभन्दा अगाडि नै चाहिँ युनिभर्सिटीले चाहिँ त्यो इन्स्योर गराउनलाई चाहिँ तपाईँको जिएसको डकुमेन्टहरू खोज्छ है। यसमा तपाईँको ब्याङ्क लोन पऱ्यो, इन्कम पऱ्यो है, अनि एसओपी पऱ्यो। अब यसमा तपाईँले यदि म जेन्युइन स्टुडेन्ट हो भनेर राम्रोसँग बुझाउन सक्नु भएन युनिभर्सिटीलाई होइन, खुलाउन सक्नु भएन भने चाहिँ तपाईँको जिएस अप्रुभ हुँदैन है। अनि अर्को कुरा हो तपाईँको फेक डकुमेन्ट्स। अब फेक डकुमेन्ट्समा के पर्छ भन्दाखेरि फेक ब्याङ्क स्टेटमेन्ट, सीए रिपोर्ट, वार्ड सर्टिफिकेट्स। अब फेक डकुमेन्ट्समा जस्तै स्टुडेन्ट्सहरूले ब्याङ्क स्टेटमेन्टहरू फेक बनाइरहेको हुन्छ होइन, सीए रिपोर्टहरू फेक हुन्छ, रियल हुँदैन, वार्ड डकुमेन्ट्सहरू कति फोर्स गरिरहेको हुन्छ। यस्तो कुराहरू चाहिँ एकदम गर्दै नगर्नु है। अहिले एआईको जमानामा तपाईँको डकुमेन्ट्स फेक हो कि होइन भनेर थाहा पाइहाल्नुहुन्छ, बुझिहाल्नुहुन्छ। त्यहाँ अस्ट्रेलियन हाई कमिसनले थाहा पाइहाल्छ तपाईँको डकुमेन्ट्स फेक हो कि होइन भनेर। त्यही भएर तपाईँहरूले फेक डकुमेन्ट्स चाहिँ बनाउँदै नबनाउने, हाल्दै नहाल्ने। यदि तपाईँको फेक डकुमेन्ट्स हो भनेर रिजेक्ट भयो भने चाहिँ तपाईँको लाइफ टाइम ब्यान लाग्न सक्छ अस्ट्रेलिया अप्लाई गर्न है। अनि अब अर्को रिजन हो तपाईँको इन्कम्प्लिट फाइनेन्सियल डकुमेन्ट। मेरो ह्यान्डराइटिङ चाहिँ नहेर्नु होला। इन्कम्प्लिट फाइनेन्सियल डकुमेन्टमा चाहिँ के पर्छ भन्दाखेरि तपाईँको यदि बिजनेस छ त्यसको ट्याक्स क्लियरेन्सहरू छैन होइन, स्यालेरीहरू छ त्यसको स्टेटमेन्ट छैन, टिडिएस तिरेको छैन, क्यासमा स्यालेरी लिनुहुन्छ, यस्तो कुरालाई चाहिँ हामी इन्कम्प्लिट फाइनेन्सियल डकुमेन्ट भन्छौँ है। अब यस्तो डकुमेन्ट छ भने अप्लाई गर्दै नगर्नु होला। यदि तपाईँले वर्षको तपाईँको फ्यामिली इन्कम वर्षको 20 लाखदेखि 22 लाख पुग्दैन भने होइन अप्लाई गर्दै नगर्नु होला। किनकि अहिले यस्तो टाइममा तपाईँको सानो रिजनले भिजा रिजेक्ट गरिरहेको बेला तपाईँले यत्रो ठुलो रिजन चाहिँ दिनु हुँदैन है। अब नम्बर 4 मा छ 2026-27 चाहिँ 2,95,000 सिट्स। अब यो भनेको चाहिँ के हो भन्दाखेरि अब अस्ट्रेलियाले चाहिँ टोटल सिट चाहिँ 2026 मा पनि 2,95,000 लिएको अरे। अब 2027 मा चाहिँ 27 मा पनि त्यति नै लिन्छ। अब यसको म्याक्सिमम सिट चाहिँ के हुन्छ भन्दाखेरि इन्डियाले फुलफिल गरिदिन्छ होइन। इन्डिया उनीहरूलाई त चाहिएको स्टुडेन्ट हो, इन्डियाले फुलफिल गरिदिन्छ। अनि नभएको अब नपुगेकोहरू पाकिस्तानबाट जान्छ, बङ्गलादेशबाट जान्छ है। जसले गर्दाखेरि चाहिँ अब हाम्रो नेपाल त अहिले असेसमेन्ट लेभल 3 मा छ होइन, एभिडेन्स लेभल 3 मा छ। अब त्यस्तो देशबाट स्टुडेन्ट लिनु भन्दाखेरि उनीहरूलाई यो देशबाट स्टुडेन्ट आइ नै रहेछ, उनीहरूलाई जसरी स्टुडेन्ट नै पुऱ्याउने हो भने चाहिँ उनीहरूले नेपालको बारेमा किन सोच्ने, नेपाली स्टुडेन्टको बारेमा किन सोच्ने, त्यो पनि हो एउटा रिजन। अनि अर्को रिजन छ के भन्दाखेरि अहिले तपाईँको नेपाल इन एभिडेन्स लेभल 3। यो भनेको के हो भन्दाखेरि नेपाल चाहिँ अस्ट्रेलियन हाई कमिसनको अस्ट्रेलियन इमिग्रेसनको चाहिँ लिस्टमा सबैभन्दा लास्ट क्याटेगोरीमा छ है। अब किन त्यहाँ पुग्यो भन्दाखेरि सबैभन्दा मेन रिजन चाहिँ अघि भने जस्तै फेक डकुमेन्ट्स, भिजा रिजेक्सन्स, ओभरस्टेज। नेपालीहरूले पहिला एकदमै धेरै फेक डकुमेन्ट्सहरू हाले होइन। तपाईँको ब्याङ्क स्टेटमेन्टदेखि लिएर इन्कम डकुमेन्ट्सहरूदेखि लिएर है, सिए रिपोर्टहरूदेखि लिएर सबै फेक डकुमेन्ट्सहरू हाले। अनि अर्को कुराहरू भन्दाखेरि तपाईँको भिजा रिजेक्सनहरू पनि धेरै भयो
है। अनि ओभरस्टेज, अब जस्तै नेपालीहरू टुरिस्ट भिजामा जाने, त्यहाँ गएर ओभरस्टे गरिदिने, त्यहाँ धेरै बस्दिने, भिजा सके पनि बस्दिने, असाइलम माग्दिने, यस्तै कुराहरूले गर्दाखेरि चाहिँ नेपाल एभिडेन्स लेभल 3 मा पुग्यो। अनि एभिडेन्स लेभल 3 मा पुग्नुको मतलब अल्टिमेटली भिजा रिजेक्ट हुनु होइन, तर तपाईँको हरेक डकुमेन्ट चाहिँ एकदमै टाइटली चेक हुनु हो है, जसले गर्दाखेरि चाहिँ लास्टमा आएर भिजै बढी रिजेक्ट हुने हो। सो यति हो, यति 5वटा रिजन हो होइन, अरू पनि रिजनहरू छ। यो चाहिँ मेन 5वटा रिजनहरू हो जसले गर्दा चाहिँ अस्ट्रेलियाको भिजा रिजेक्ट भइरहेको छ। थ्याङ्क यू।